ल्युस्याओ लिङथोङको मन्तव्यका लागि अनुरोध गर्दछु।请电视连续剧演员吕小玲彤来讲话，谢谢。尊敬的我们尼泊尔文化部长先生。尊敬的我们中国驻尼泊尔使馆程参赞，还有我们阿尼克协会的主席先生，还有我们的老朋友、好朋友我们尼泊尔驻中国2任大使坦克大使和马斯基大使，和在场的各位领导、各位重要嘉宾朋友们，大家晚上好。आदरणीय मन्त्रीज्यू राजदूत दूतावासका अधिकारीज्यूहरू र 世界公认的我们佛国尼泊尔。 मैले विश्वका धेरै देशहरू भ्रमण गरिसकेको छु तर मलाई चाहिँ अत्यन्तै आउन मन लागेको बुद्धको देश नेपाल हो 在我从北京登上飞机那一刻，我发了微博我们中国很多的网民几亿的网民都知道，如来佛祖释迦牟尼的弟子孙悟空，我要到师父的诞生地来了。 बेजिङबाट प्लेन चढ्नु अगाडिदेखि नै सोसियल मिडियामा चाइनामा त्यो मेसेजहरू चाहिँ पठाउनु भएको छ र बुद्धको शिष्य सुन वुकोङ चाहिँ नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ भनेर चाहिँ अहिले चाइनामै धेरै मान्छेले थाहा पाइसकेका छन् 今天可以说如愿以偿，是一个值得纪念的日子从2016年因为我是六小龄童这个艺名演戏的名字，6字打头是在我们中国这个吉祥叫66大顺，6也是我的吉祥数。那么还有一个是18号我们中国的说法叫1发，所以这个电视剧一定会非常火。 आज चाहिँ एकदमै सौभाग्यपूर्ण दिन हो उहाँको जुन कलाकारको नाम ल्युसा लिङथोङ को नाम लिएको पनि ठ्याक्कै त्यो सहरसँगै जोडेको छ र आजको दिन 18 चाइनामा चाहिँ यो चाहिँ एकदम भाग्यपूर्ण सौभाग्यशाली दिनको साउन्डमा आउँछ त्यही भएर उहाँको आशा छ यो एकदम सक्सेसफुल हुन्छ भनेर 当年拍电视剧《西游记》的时候，已经是34年前，非常遗憾没有能够有机会来到我们尼泊尔拍摄，后来到泰国去拍了，留下了一个永久无法弥补的遗憾。但这次呢，我想，因为马上要和美国派了们公司合拍3D 的电影，叫《敢问路在何方》，一个系列的电影也是我们中国国家主席习近平总书记非常关注的一个电影。 我是继续扮演美猴王孙悟空，我会说服我们的制片方到我们尼泊尔来拍摄。आजभन्दा 34 वर्ष अगाडि यो टिभी सिरिजको जुन बनाउने काम भयो त्यो बेला चाहिँ उहाँले एउटा अलिकति नेपाल आउन नसकेको चाहिँ उहाँलाई एकदम दुःख लागेको छ यो बनाउने कार्यक्रममा थाइल्यान्ड पुग्नु भएको छ तर अहिले अब अमेरिकाको हलिउडसँग मिलेर एउटा 3D मुभी बनाउने काम भइरहेको छ र अहिले चाहिँ उहाँले चाहिँ त्यो बनाउने कार्यक्रममा नेपालमा पनि सुटिङको लागि मिलाउने प्रयास गर्नुभएको छ 西游记在中国14亿观众心目当中是无人不知、无人不晓，而且在世界上它的文学的影响力非常大一直到1982年，就我们中央电视台拍摄的这样一部电视剧。 到现在为止，已经重复播出了3000多遍，有60多亿人次观看了这个剧，成为一个在全世界重播率和收视率最高的一个电视剧。जब यो सिओजीको सिरिज चाहिँ 82 मा बनाएको थियो र त्यसपछि चाइनामा 3000 पटकभन्दा बढी टिभी
रूपमा देखाइसकेको छ त्यो हिसाबले चाहिँ अहिले हाम्रो जनसङ्ख्या काउन्ट गर्ने हो भने चाहिँ 6 अर्ब मान्छेले हेरिसकेको यो सिरिज हो像美国啊，包括一些欧洲国家啊，法国啊、意大利等等，尤其是东南亚啊，你像越南、新加坡、马来西亚、泰国啊，包括前年我去到缅甸啊，很小的小孩子啊都知道我Monkey 啊 Monkey King， 或者说我们叫尼泊尔叫这个哈努曼哈努曼这个话，都知道。所以我想这个剧啊，在尼泊尔播出的话。我同样啊，希望能够受到大家的关注和喜爱。उहाँ चाहिँ फ्रान्स इटालीमा र युरोपमा धेरै देशमा पनि यसको प्रसार भइरहेको छ विशेष गरेर यो हाम्रो साउथ इस्ट एसियामा बर्मा थाइल्यान्ड अनि लाओस भियतनामहरूमा पनि प्रसार भइसकेको रहेछ अनि उहाँ जानु हुँदाखेरि सबैले चाहिँ चिन्नुहुने उहाँलाई चाहिँ मङ्की किङ भनेर अनि उहाँको पनि आशा छ कि नेपालमा बालबच्चाहरू पनि मङ्की किङ भनेर उहाँले चिन्नुहुन्छ भनेर演了这个剧以后，我是信仰佛教，研究佛教啊，而且崇敬佛教。我的2个师父啊，一个是我们世界佛光山的那个佛教协会的主席叫星云大师，还有是我们中国佛教协会的一成会长，也是我的师父啊。所以我就想，大家都知道，因为这个剧中啊有这个释迦牟尼这个形象。很多佛教界的啊权威人士都讲《西游记》啊这个故事啊，一个是体现了儒释道三教合一的这样的一个概念，同时也是弘扬了我们佛教文化。उहाँ आफै पनि अब बुद्ध धर्मको अनुयायी हो र बुद्ध धर्म सम्बन्धी रिसर्च पनि गरिरहनु भएको छ र अनि अहिले जुन नेपालमा जुन बुद्धको देशमा आउनु भएको र उहाँलाई धेरै खुसी लागेको छ在我们那个泰克大使的任期的时候，我见到我们前任的尼泊尔总理啊，我们马斯基先生任大使的时候，我又见到了奥里总理，就是4月份啊，所以我想今年啊，大家都知道是我们可以说历史上啊中尼建交以来就是最好的一个1年。पूर्व राजदूत टङ्क कार्कीज्यू बेजिङमा हुँदाखेरि माधव नेपाल हाम्रो नेपालको प्रधानमन्त्री माधव नेपालजीसँग भेट भएको थियो र हाम्रो अहिले पनि पूर्व राजदूतै महेश मास्केज्यू हुँदाखेरि चाहिँ हाम्रो ओली प्रधानमन्त्रीज्यूलाई भेट भएको थियो र त्यसैले अब यो चाहिँ एकदम उहाँको लागि ठुलो गर्व र भाग्यको कुरा हो 习近平我们的国家主席讲啊，朋友可以选择，邻居是不能选择的。所以中尼之间2国人民啊是好兄弟，好伙伴，也是好邻居。我呢一生当中还有一个非常值得自豪的一个事，我还扮演过我们敬爱的周恩来总理。啊，这次呢我们马斯基大使还专门去到总理的出生地，叫江苏淮安这个地方啊，因为周总理是当年啊在尼泊尔啊加德满都就见证我们中尼建交的啊这样一个时刻的一个我们非常尊重的一个总理。उहाँ चिनाको राष्ट्रपति सी जिनपिङले भन्नुभएको छ साथी हामीले चाहिँ चुज गर्न मिल्छ तर छिमेकी चुज गर्न मिल्दैन भने मतलब चाहिँ हामी चाहिँ र नेपालको छिमेक चाहिँ चुज गरेर भने हो कि यो चाहिँ आफै जो नेचुरल नै छिमेकी हो र अनि उहाँले पहिला चौहानलाई को पनि एक्टिङ गर्नुभएको छ र उहाँ हाम्रो मास्के सर पनि उहाँको चौहानलाईको जन्मेको ठाउँमा भिजिट गर्नुभएको छ所以我一直讲，我们那个尼泊尔的哈努曼啊，和我们中国的孙悟空啊，也是亲兄弟。也希望这个剧的播出以后啊，美猴王孙悟空能够成为中尼人民之间友好的一个使者。अब नेपालमा भन्नाले हामी हिन्दू धर्ममा हनुमान र अब चाइनाको सुनुफुङ्गो भने पनि दाजुभाइ जस्तै हो त्यही भएर चाहिँ अब यो टिभी सिरिज हाम्रो प्रसारण भएपछि नेपाल र चीनको सम्बन्ध अझै राम्रो हुनेछ भन्ने आशा छ 感谢啊，我们整个像安妮歌协会啊，包括我们志愿者付出这么多的艰辛的劳动啊，如果这个剧能够在我们今年中国农历的猴年播出的话，就非常具有历史的意义了。धेरै धन्यवाद अहिलेको समाज र अरू साथीहरू जुन यो अनुवादको कार्यक्रममा काममा लाग्नुभयो र अहिले चाइनाको जुन यो मङ्की इयरमा यो प्रसारण हुने झन् एकदम महत्त्वपूर्ण हुनेछ भन्ने आशा छ 好，祝大家猴年吉祥，万事如意，阿弥陀佛。 धन्यवाद अनि Happy New Year